हाई एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग। यो चाहिँ पार्ट 2 हो वेन्टर्थ फलको। हामी चाहिँ टपमा पुगेर भ्यू हेरेर अनि फेरि तल झर्दै थियौँ। वेन्टर्थ फल जानको लागि चाहिँ यो तल झर्नु पर्ने रहेछ। सो बाटो कुनै कुनै ठाउँमा चाहिँ अलिक चिप्लो थियो पानी परेको भएर, तर अरू बाटोहरू चाहिँ राम्रै थियो। यो ढुङ्गे ढुङ्गाको बिचमा हिँड्न पर्ने थियो। अनि कस्तो राम्रो देखाएको थियो कि यो भ्यू चाहिँ, अगाडि स्काई पनि एकदमै क्लियर थियो। अनि यदि कसैलाई चाहिँ हाइट फोबिया छ भने अलिकति च्यालेन्जिङ हुनसक्छ। साइडमा हेऱ्यो भने ठ्याक्कै भिरालो ओह्रालो देखिन्थ्यो। अनि त्यो सिडीहरू पनि एकदम ठाडो खालको थियो कि समात्नेहरू त राखिदिएको छ, तर पनि अलिकति केयरफुल भएर चाहिँ हिँड्न पर्छ। अनि यो ढुङ्गाको बिचबाट हिँड्नुपर्छ। अलि हाइटी मान्छेहरूलाई चाहिँ अलि निहुरेर हिँड्न पर्ने हुन्छ। अनि हामी चाहिँ तल फलमा पुगिसकेको थियौँ। फल चाहिँ त्यस्तो धेरै म्यासिभ थिएन, तर हावाले गर्दाखेरि चाहिँ त्यो पानी यताउता भइरहेको थियो। अनि कस्तो ठुलो जस्तो देखिरहेको थियो। एकछिन उभिँदाखेरि चाहिँ म भिजानै थिएँ, एकदम चिसो पानी थियो। अनि एकदम रिफ्रेसिङ थियो कि यो चाहिँ। अनि यो थियो सिडी चाहिँ तल झर्ने, एकदम ठाडो ओह्रालो नै छ नि त। अनि माथिबाट झरेको थियौँ हामी चाहिँ, साइडमा त्यो समात्नेहरू राखिदिएको भएर अलिक सजिलो नै हुन्छ। सो तपाईँहरूलाई पनि विकेन्डमा अथवा डे अफमा काहीँ जानु छ भने प्लिज यहाँ जानु होला। एकदमै राम्रो र रिफ्रेसिङ छ। सो थ्याङ्क यू सो मच फर वाचिङ गाइज, किप लभिङ, बाई बाई।